हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ म पुरै छतमा सुतिरहेको छु नि त। जहाँ पाएको एकदम गर्मी पनि हो, बरै गर्मी छ। अनि यो छतमा सुत्न आनन्द आउँछ। मैले चाहिँ ब्लग किन बनाउनु खोजेको भने चाहिँ टक्क होइन, हेर्नु नि माथि क्या जुन क्या कस्तो आनन्द आइरहेछ क्या सुत्नु हुन्छ नि, कस्तो आनन्द फिल आइरहेछ। आकाश हेरेर उज्यालो छ आकाश पनि है, हावा पनि अर्को अब हुन्छ नि त, नेचुरल चिसो आइरहेछ नि त। रुमभित्र त आम्मामा तपाईँको हुन्छ नि सबै भएर क्या पुरै बाफिएर यति गर्मी छ कुरा नगरौँ गर्मीको चाहिँ। यस छतमा सुत्दैछु, आनन्द आइरहेछ। हुन्छ नि त नेचुरल साउन्डहरू आइरहेछ, टिटी किराहरूको साउन्ड, यताउति चराचुरुङ्गीहरू पनि कराइरहेछ। आनन्द। अहिले चाहिँ मलाई एक्कासी रातको कति 2 बज्नु लाग्यो होला, रातको 2 बजी चाहिँ एक्कासी भ्लग बनाउने जोस चल्यो क्या होइन। अब यस्तो हुन्छ, अब हुन त मान्छेको आफ्नो सोच हो। अब मलाई यति बेलै बनाउनु मन लाग्यो, अरू कसले के भन्छ मलाई त्यो चाहिँ भालै भएन होइन। आनन्द छ क्या जोस्, मलाई एकदम आनन्द लाग्यो है। त्यो हुन्छ नि पुरै सोचे बनाइदिन्छु भनेर बनाएको। ओके ल बाई गाइज है, हेरिदिनु अब मेरो ब्लग हेरेर के भन्नु अब तपाईँहरूले। अब आफ्नो प्रतिक्रिया पनि राख्नु सक्नुहुन्छ। फ्ल्याक्स बालेको आँखा हेर्नै भइरहेको छैन क्या हाम्रो। अब हुन्छ नि आँखा कस्तो हुन्छ होला त, पुरै भइरहेछ। ल यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु र मैले चाहिँ यो 2 बजी खासमा चाहिँ भ्लग स्टार्ट गर्ने सोचेर बनाएको है मैले भ्लग चाहिँ। गाइज प्लिज किप सपोर्ट गरिदिनु होला है एकदमै। अब के भन्नु ल, गुड नाइट, म पनि सुत्छु, बाई टाटा। ट्याप लाएर लास्ट एकचोटि जुन हेरिदिनुहोस्, जुन हेर्नुहोस्। यस्तो किराहरू पनि आउँछ, जुन लाएन भने चाहिँ मच्छरले बोकेर लान्छ। ट्याप लाएर